So hello everyone, आज चाहिँ हामी सैलुङ जाँदैछौँ अनि त्यसपछि जिनिसहरु कस्तो हेरौँ हैन ट्रिप चाहिँ लेट्स गो अहिले चाहिँ हामी बनेपामा सर्ट खाजा ब्रेकको लागि बसिरहेको छौँ थोरै खाजा खाएर चाहिँ हामी त्यही यात्रालाई अगाडि बढाउँदै गर्छौँ सो वी हेभ थुक्पा मिक्स थुक्पा बनेपा बजार सो हामी चाहिँ खाजा साजा खाएर अब चाहिँ यहाँबाट बनेपाबाट हिँड्न लाग्दैछौँ सो हामीले खाजा खाएको ठाउँ चाहिँ पिज्जा हाउस एन्ड अब चाहिँ हामी लाग्दैछौँ बाटो सरहरू है त अहिले चाहिँ हामी दोलाल घाट आइपुग्यो अहिले ठ्याक्क 1:11 गइसक्यो Look at this village. अहिले चाहिँ हामी सैलुङ आइपुगिसकेको छौँ हैन लगभग 6 घण्टा जति लाग्यो स्कुटरमा चाहिँ आउनलाई अनि हामी यही होटलमा बसिरहेछौँ अनि भ्यू पनि राम्रो देखिरहेछ एज यु क्यान सी हैन यस्तै हो अब खाना पनि खाएको छैन हल्का खाजा खाएर अनि बेलुका खाना खाएर टक्क भोलि कस्तो भ्यू हुन्छ लेट्स सी है त लेट्स ट्राई पोक भोलिको भ्यू कस्तो हुन्छ आई होप भोलिको भ्यू चाहिँ राम्रो खुलोस् त्यही हो सो गाइस अहिले चाहिँ रातिको 11 बजिसकेको छ हैन म चाहिँ फुटबल हेरेर बल्ल सक्यो अनि सुत्न आँटेको खोपीले यति गाह्रो बनायो क्या निन्दै लागेन टेन्सन हुँदैछ है के गर्ने गाह्रो छ गाइस we're going up to the hills of Sailung and it's around 5 AM in the morning. Oh my god. Still there is a sunrise and a nice light. Aji लाग्छ आधी घण्टा जति चाहिँ ठीक छ so this point is the main entrance for the Sailung Hills so we're heading up to the hills so let's see view कस्तो हुन्छ it's 6 AM in the morning and the view goes like this so good
हामी चाहिँ अब डाँडा अलिकति माथि छ अनि लगभग आधी घन्टामा चाहिँ हामी यता आइपुग्यो होइन त्यस्तो सनराइज चाहिँ भइसक्यो त्यस्तो बिर्सी लाग्यो अब माथिबाट 360 भ्यू हेर्न बाँकी छ सो लेट्स सी हामी चाहिँ सैलुङको टप हिल्समा पुग्न आँटेछौँ होइन guys we are finally top of Soilung Hills and this is our view चाहिँ वनमा देखाइदिउँ न यस्तो सरररररर यता चाहिँ बवाल देखाएर चाहिँ a cup of tea for energy. So guys, हामी चाहिँ अहिले सैलुङमा छौँ डाँडा यहाँनिर you can see हैन माथिको सबभन्दा सैलुङको टप हिल्समा अनि यता भ्यू टावर पनि छ हैन एन्ड या यो ठाउँमा चाहिँ 100 वटा थुम्का छ क्या लाइक त्यो हुन्छ नि त्यो त देखाइदियो सो त्यो भएर चाहिँ लाइक सैलुङ राखेको जस्तो लाग्छ मलाई चाहिँ होइन हन्ड्रेड्स अफ के भन्छ त्यो थुम्का त्यो भएर चाहिँ सैलुङ राखेँ होला अनि यहाँबाट चाहिँ ब्युटिफुल माउन्टेन सराउन्डिङ्सहरू देख्न सकिन्छ होइन गौरीशङ्कर मात्रै याद छ मलाई अरूहरू त खासै चिन्दैन किनभने यो ठाउँमा फर्स्ट टाइम भएर होला खासै यो हिमालहरूको बारेमा त्यति नलेज चाहिँ छैन सो सनराइज पनि राम्रो भयो यहाँबाट भइहाल्यो धेरै बसेर नि काम छैन काठमाडौँ पुग्नु पर्छ सो थुम्काहरू चाहिँ बवाल देखाएको छ इच एन्ड एभ्री थुम्कामा मान्छेहरू बसिरहेछ क्या ठिकै छ त्यही भएर ब्रेकफास्टमा चाहिँ थुक्पा छ अब चाहिँ थुक्पा खाएर चाहिँ हामी ब्याक टु काठमाडौँ त्यो छ अवस्था धुलो के हो यो ढिलो ढिलो अब चाहिँ म रेन्टमा लिएको स्कुटर पुऱ्याउन जाँदैछु